हेलो एभ्रिवान वेलकम ब्याक टु माई सर्ट भिडियो गाइस। यहाँनिर चाहिँ दिदीहरूले पकौडा बनाउनुको लागि चाहिँ प्याजहरू यसरी काटकुट गर्नु हुँदैछ है गाइस। टाइममा चाहिँ म्यामहरू क्वार्टर भिजिट गर्नु आइरहनुहुन्थ्यो है र दुईटा कम्पनीहरू मिलेर चाहिँ हामीले आफ्नो आफ्नो डिसहरू बनाएर लानु पर्थ्यो र यो पालि चाहिँ हाम्रो दुईटा कम्पनीलाई चाहिँ पकौडा लानु पर्ने थियो है। त्यही भएर चाहिँ हामी हतार यहाँनिर पकौडा बनाउनुको लागि चाहिँ यसरी रेडी गर्दै थियौँ है। सो कतिजना चाहिँ रेडी भएर आउनु भएको थियो र हामीहरू चाहिँ कतिजना चाहिँ रेडी नभई गएको थियौँ है। तर यो त काँचो काँचो खाँदा पनि हुन्छ है, खानेकुरै त होइन, प्याज पनि काँचो खाँदा हुन्छ हो। देखालु जान्छु ल म जुम दिदी लिएर चाहिँ अघि हामीले बनाउँदै उफ्रेको थियो पकौडा, प्याजी पकौडा। अब चाहिँ हामी यो बनाउनु लागेको छौँ होइन, अरू हुनुहुन्छ। अन्त त्यही भएर चाहिँ कम्पनीको बाइक अब अरू दुईवटा कम्पनी मिलेको थियो, त्यो बाइक अरूहरू कम्पनीको पनि आउनु भएको छ। त्यो कारणले नपुगेको कारणले चाहिँ गीता दिदीले चाहिँ यहाँनिर आलुको पकौडा बनाउनु हुने अरे। यहाँ त छ एसपी, यता उयो के पो त अल्फा एसपी ब्राइबो एन्ड डेल्टा त यसको हकदारै हो भन्दा जस्तै भयो। आज जा उयो भन्दाखेरि क्या पो है, माथि आएर जा भनेर नाम आयो भनेर यसलाई तलसम्म पुरा उइन भनेर अरे। कविता दिदीले पकाएको पकौडा चाहिँ मेरो फेभरेट हो नि। फेरि प्याजी पकौडा चाहिँ मिस सिट पनि दामी छ है, ए दामी बनाउनुहुन्छ है। यसमा चाहिँ के लाउनु भयो? हल्दी, नुन, अलिकति ज्वानो। अब चाहिँ आलुलाई चाहिँ त्यहाँ चोप्दै हाल्नु, चोप्दै हाल्नु पर्ने। यो पनि मिठो लागेको छ मलाई, यो वाला पनि। गाइस यहाँनिर हाम्रो चाय चाहिँ आइसकेको छ। गाइस शेयर्स गरौँ न। बिचरा सविता दिदी काम गरेको भयो, आधी छोडिदिनु त्यहाँ। यो त ननिकालेको भए विश्वास हुन्थ्यो होला। भयो नि दामी भयो। यो चाहिँ मिठो हुँदो रहेछ। उयो त आलु चप हुन्छ नि, ए उयो यहाँनिर हाम्रो मान्छेहरू गर्नु भएको छ अहिले चाहिँ। गाइस हाम्रो टी पार्टी चाहिँ यहीँ खत्म भयो है र आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ, बाई बाई, सी यु इन द नेक्स्ट भिडियो।